हेलो साथीहरु, के तपाईहरुको ब्रदर DCP 2540 को प्रिन्टरमा यस्तो एरर देखाइरहेको छ? यदि यस्तो हो भने यो भिडियोमा म तपाईहरुलाई यो एरर कसरी सल्भ गर्ने भनेर देखाउँदै छु। सो यो भिडियो राम्रोसँग हेर्नु होला है त। ओके साथीहरु, फर्स्ट फ्रन्ट कभर खोल्नी। सो मैले देखाए अनुसार फ्रन्ट कभर खोल्नी र ओके बटनलाई थिचेर डिस्प्लेमा केही चेन्जेस नहुन्जेलसम्म होल्ड गर्ने र होल्ड चेन्ज भएपछि डाइरेक्ट केही नथिचिकन स्टार्ट थिच्ने। स्टार्ट थिचेपछि ब्ल्याङ्क डिस्प्ले हुन्छ। सो माथिको प्लसलाई चाहिँ 10 पटक थिच्ने र ओके गर्ने। ओके गरेपछि एक्सेप्टेड भन्ने देखाउँछ। सो फ्रन्ट कभर लगाउने अनि मेसिन रन हुन्छ है, एकछिन रन हुन दिने। सो हाम्रो प्रब्लम सल्भ भइसकेको छ, तपाईले देख्न सक्नुहुन्छ एकैछिनमा। सो फाइनली मेरो प्रब्लम चाहिँ सल्भ भएको छ। अब म यसलाई प्रिन्ट टेस्ट दिएर हेर्छु। ओके, फाइनली मेरो प्रिन्ट पनि राम्रो आएको छ साथीहरु। सो यस्तै इन्फर्मेटिभ भिडियो हेर्नका लागि चाहिँ टेक्नो बायरलाई सब्स्क्राइब गर्नु होला है त। थ्यांक यू।